थारू संग्रहालय चखौरा दाङ थारू कल्चरहरू देखाइएको छ यसमा। थारू कल्चरहरू जम्मै देखाइएको छ। खानाहरू पाक्दै गरेको दृश्यहरू छ। मटका छ, देउता पूजा, सुँगुर मारेर इनारबाट पानी निकाल्दै गरेको छ। यस्तो संस्कारहरू चौधरीहरूको कला संस्कृति झल्काउने खाले सङ्ग्रहालय हो। चखौरा सङ्ग्रहालय, थारू सङ्ग्रहालय भनेर यसको नाम गरिएको छ। भित्ताहरू पनि आर्टहरू दिएको छ। यो चाहिँ बुन्दै गरेको यो छत्री हो। उता खुर्सानी छ। यो नाचगान भइरहेछ यहाँ। यस्तो छ। डमौरा थारू घर यसमा चाहिँ खासै यो डराहरू देखेको छ। त्यस्तो खासै केही पनि छैन। यहाँ चाहिँ एकजना देउताहरू अगाडि राखेर पूजापाठ गर्न लागेको दृश्य छ। यो चाहिँ रोटी बनाउन लागेको जस्तो लाग्छ। पिठो छ हातमा। जम्मै यो पाक्दै गरेको छ। यो यिनी चाहिँ माटाका भाँडाहरू। माटाका भाँडाहरूमा जम्मै परिकारहरू बन्दै गरेको यो चाहिँ है। सुँगुर यो चाहिँ यो चाहिँ नाचगान भइरहेको देउखरी थारू झुम्रा नाच। सामान छुन पाइन्न। हिँड्नु नि हिँड्नु है।
यो चाहिँ भिडियो है। यो चाहिँ नतावा मृदङ नाच कोसिपारीको नाच भएको। यो चाहिँ पहिलेका मान्छेले यसरी यो चाहिँ भेगुवा भन्छ होइन, थौदरी भाषामा यो भेगुवा लगाउने चलन थियो। चितवन नेताहरूको यो रुख जस्तो देखिएका यिनी रुख चाहिँ होइन, यो बनावटी हुने नै सिमेन्टको बनाइएको छ। धान, यो चाहिँ धान दाउनी गर्ने ठाउँ रहेछ। यो खेतीयोग्य ठाउँ। यो धान दाइ लगाउन लगाएको गोरुहरू, यो धानहरू बोक्दै गरेको। चौधरीहरूले पहिला यसरी भट्टामा बोक्ने गर्थे, त्यही हो यो। यो चाहिँ धान रोप्दै गरेको। चाहिँ धान रोप्नु लाग्यो। यो चाहिँ धान काट्दै गरेको, पाकिसकेको धान काट्दै गरेको। यो सानो बच्चा बोकेर नास्ता लिएर यहाँ चाहिँ खुवाउँदै गरेको रोटी। यहाँ चाहिँ बिहार काट्दै गरेको हुनुपर्छ। यो चाहिँ यतै यो जोत्न लागेको। यो चाहिँ हिँगा लगाउन लागेको। यो बिउ छर्दै गरेको होला। बाट